हेलो गाइज, म चाहिँ अहिले खेतमा छु। देख्न सक्नुहुन्छ मलाई। यो चाहिँ लाली गुराँस हो हैन। म चाहिँ अहिले खेतमा छु। मेरो मम्मीहरू आउँदै हुनुहुन्छ यहाँ। ल आइसक्नुभयो मम्मीहरू। ल हेर्नुहोस् है लुगा पनि ल। गाइज अघि एउटा मैले भिडियो बनाएको थिएँ हैन। त्यो भिडियो चाहिँ भिडियो बन्यो कि बनेन थाहा भएन। फोटो चाहिँ मैले भिडियो हेर्दाखेरि चाहिँ फोटो चाहिँ खिचिरहेको थियो। अब अघि उताबाट आउँदा पुरै मैले भ्लगहरू पुरै बनाएको थिएँ। अब त्यो भिडियो पनि सकियो हैन। अब मैले चाहिँ के भन्छु भन्दाखेरि हामीले चाहिँ यो चाहिँ हाम्रो खेत हो हैन। अहिले जुन चाहिँ म बसिरहेको छु यो चाहिँ हाम्रो खेत हो। जुन खेतमा चाहिँ हामी धान काट्ने बेलामा चाहिँ मेसिनहरू ल्याउँथ्यो, त्यो मेसिन चाहिँ यो खेतमा अहिले आएन। किनभने देख्न सक्नुहुन्छ त्यहाँ उतापट्टि हैन। त्यो चाहिँ अहिले केराघारी पुरै लगाएको छ। यो चाहिँ खेत हाम्रो लास्ट टाइम पऱ्यो। त्यही भएर चाहिँ मेसिनहरू नआएको कारणले हामी चाहिँ आफ्नो धान यो आफैले काटेर ठेसर लाएर अब पानी पर्छ भने पनि सुनिरहेको छु भोलिदेखिबाट। त्यही भएर चाहिँ छिटो आज जम्मा गरेर ठेसर लगाएको। अनि 4वटा धान बाँकी छ। अब यो चाहिँ अहिले एकैचोटिमा जान्छ। त्यही हो। यो बाटो पनि छ हाम्रो यहाँ, बाटो पनि छैन यहाँ। मेसिन चाहिँ किन आएन कसरी आएन भन्दाखेरि चाहिँ देख्न सक्नुहुन्छ ठ्याक्कै यो घर अनि उतापट्टि एउटा कुलो छ। उतापट्टि चाहिँ खाल्डो छ भनेर चाहिँ उता खोला छ। त्यही भएर चाहिँ यो बाँस हो। म चाहिँ यो खेतमा छु। अब 4वटा बाँकी छ बोरा। म एउटा बोरामा बसेछु। अनि त्यो एउटा अर्को भयो। अनि उतापट्टि अर्को छ ढले छ। अनि त्यो अर्को भयो। अनि यो ढकियामा चाहिँ अब अलिकति धान छ। यो चाहिँ त्यो बोरा खाली छ, त्यसमा हालिदिन्छु। अनि त्यसपछि अनि हामी घरतिर लागौँला। अब यहाँ चाहिँ अलिअलि बाँकी छ धान। अब यो धान चाहिँ मलाई उठाउनु भनेको थियो मम्मीले। मैले चाहिँ अब उठाएन अहिले। ठ्याक्कै मम्मीले उठाउनुहुन्छ। म चाहिँ यो धान लान्छु बुवासँग हैन। त्यही हो है त। ल अब के भन्नु त, अब चिसो चाहिँ खाएँ, थाके पनि छ। अब घर जाने एकछिन नुहाउँछु, नुहाइ गरेर अब त्यसपछि खानासाना खाएर अनि सुतिहाल्नुपर्छ। किनभने वर्ल्ड कप चलिरहेको छ। वर्ल्ड कप पनि हेर्नु पऱ्यो हैन। त्यही भएर चाहिँ अब ज्यानहरू पनि चिलाइरहेको छ, थकान पनि भइरहेको छ। खाना खाएर अब सुतिहाल्नुपर्छ। बेलुका अब 10:45 को गेम छ रहेछ। पोर्चुगलको गेम रहेछ। अनि पोर्चुगल चाहिँ हेर्नै पर्यो हैन। त्यही भएर चाहिँ अब छिटो लगौँ भनेको। अब पानी पर्छ जस्तो पनि पर्छ। ल त्यही हो अब ल है त।